ल सुन्नुहोस् भ्यागो तागो ट्वार ट्वार भनेपछि फेरि कराउनु पनि छोड्यो। यो छ अहिले फ्लोरिडाको हालचाल। ट्वार 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 यो के हलेको हो गाइज? यो चिन्नुहुन्छ भने मलाई भनिदिनुहोस् है। अमेरिका आएर पनि नेपाल जस्तै यो के हो? कसैले चिन्नुहुन्छ भने मलाई कमेन्टमा बताइदिनु होला। जङ्गल घनघोर जङ्गलको छेउमा जङ्गली जनावर यहाँनिर हाम्रो पुन्टे किन भागेको? सर भाग्ने कामै छैन, किन भागेको होला? यहाँ लुकिरहेको छ, मैले देखेँ है आँखा टल्केको। बाफ्रे चाहिँ हो हाम्रो अपार्टमेन्टको फोहोरफाले ठाउँ। यो हो कार पार्किङ। कस्तो छ यहाँनिर चाहिँ भलिबल कोर्ट कि बास्केटबल भन्छ हौ, बास्केटबल होला। यहाँ ट्रास फुत्त फाल्ने, तर आकाश कस्तो देखिन्छ। यहाँनिर बस्ने ठाउँ पनि छ। यहाँनिर बसेर चिया खान पनि मिल्यो है त। ल आज हजुरहरूलाई म फ्लोरिडाको रेस्ट एरिया देखाउँछु है त। रेस्ट एरिया भनेको के हो त्यही पुगेपछि थाहा हुन्छ। यहाँ घुम्नलाई कहीँ राम्रो ठाउँ जानै पर्दैन। रेस्ट एरिया नि यति राम्रो हुन्छ, बाफ्रे हामी जस्तोलाई त। र कतिजनालाई यो भिडियोमा यस्तो के देखाइराखेको हामीलाई सबै थाहा छ भन्नुहुन्छ भने मैले चाहिँ जो नयाँ हुनुहुन्छ अनि नेपालबाटै युएसए कस्तो रहेछ भनेर जान्न जसो इच्छुक हुनुहुन्छ उहाँहरूको लागि मैले भिडियो बनाएको हो है त। र प्लेन देखिरहनु भएको छ कि छैन? लुके 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 अलिकति देखियो। यहाँबाट टैक्क घुम्ने बक्स पान्डा एक्सप्रेस सबै थोक छ कि क्या हो? कस्तो लाग्यो? सफा छ कि छैन? सफा लाग्यो, फोहोर लाग्यो, कस्तो लाग्यो? नेपालभन्दा के फरक लाग्यो कमेन्टमा बताइदिनु होला है। यो मेरो नयाँ नयाँ ब्लगिङ हो, केही मिस्टेक भयो भने माफ गरिदिनु होला। आकाश कस्तो देखिरहेको छ भन्नु होला। आकाश आकाश जस्तै देखिरहेको छ। आइपुग्यो घनघोर जङ्गल। घरबाट निस्किने बित्तिकै यस्तो जङ्गल छ। यो इन्टरस्टेट हाइवे हो। यो हाइवे चाहिँ एउटा स्टेटदेखि अर्को स्टेटसम्म जानलाई प्रयोग हुन्छ। अरूतिर पनि इन्टरस्टेट हाइवेको छेउछाउमा खासै घरहरू त हुँदैन है, तर यहाँ चाहिँ एक्सट्रिमली रमाइलो चाहिँ रमाइलै हुन्छ। दिउँसो एउटा अचम्मको कुरा भन्छु ल म हजुरहरूलाई, यो बाटोमा लाइटै छैन कि प्राय। सोच्नुहोस् त, यदि राति यात्रा गर्नु पर्यो भने कसरी यात्रा गर्ने होला कि? बत्ती नै छैन, अनि गाडीको बत्तीले त्यति परसम्म देखिँदैन। खै किन त्यस्तो गरेको होला? रेस्ट एरिया यहाँ के लेखेको छ पढ्नुहोस् त। रेस्ट एरिया नेक्स्ट राइट। अबको एउटा टर्नमा हामी पुग्छौँ रेस्ट एरिया। रेस्ट एरिया भनेको चाहिँ यो इन्टरस्टेट हाइवे मैले अघि पनि भने नि है हजुरहरूलाई। यहाँनिर अब एकछिन बाथरुम जानु पर्यो, रेस्टरुम जानु पर्यो भने ठुलो ठुलो ट्रकहरूको लागि पार्किङ जहाँ पायो त्यो अभाइलेबलै हुँदैन के। ओहो पुगिसक्यो क्या हो?
एकदम डराउनु पर्छ म हजुरहरूलाई डिटेलमा देखाउँछु है आइपुगेँ तमरे स्टेडियम खासमा घुम्ने ठाउँ चाहिँ होइन युएसएको फ्ल्याग यही हो त्यो स्टेडियम यहाँनिर ठुलो ठुलो ट्रक मैले अघि भनेको थिएँ नि सामानहरू बोकेर एउटा स्टेटदेखि अर्को स्टेट जाने ट्रकहरूलाई एकछिन रेस्ट गर्नु पर्यो बाथरुम साथरुम लाग्यो भने यो रेस्ट स्टेडियममा आउने हो यति सफा के भन्नु न केही स्मेल आउँछ हाइवे यही नजिकै छ हेर्नुहोस् न अनि बाटोदेखि माथि पनि त्यस्तै रेस्ट एरिया त्यहाँ पर देख्न सक्नुहुन्छ यहाँ पर बत्ती सत्ती बलाएको छ नि त्यो पनि अर्को रेस्ट एरिया हो है त्यो चाहिँ बाटोको अर्को साइडबाट जानलाई यहाँनिर जहाँ पायो त्यहीबाट टर्न लिन मिल्दैन क्या युटर्न हार्न मिल्दैन त्यही भएर बाटोदेखि माथिल्लो साइडको लागि उतै छ रेस्ट एरिया बाटोदेखि तलतिर आउनु पर्यो भने तलतिर छ यो के को फुल होला कस्तो राम्रो यत्रो रुखमा फुल फुलेको आहा आहा कस्तो राम्रो यहाँ सानो कोपिला यो चाहिँ फुल्न लागेको छ है छुनु चाहिँ हुँदैन होला छुन चाहिँ होइन हेर्न चाहिँ पाइन्छ भन्ने गीत ठ्याक्कै मिल्छ त्यहाँ यो चाहिँ भर्खर फुल्न आँट्दैछ अनि फुलिसकेपछि चाहिँ ओ खै कता जुम कस्तो मिठो सेन्ट आएको ल मैले देखाउनै सकिनँ ए देख्नुभयो यहाँ वाह स्मेल कस्तो मिठो छ कारहरूको पार्किङ छ है यहाँ कारहरू पार्किङ गर्ने त्यस्तै पर चाहिँ यता ट्रक ठुल्ठुलो ट्रकहरू पार्किङ गर्ने हो रात पर्न लागिसकेको भएर बत्ती बालिसकेछ कस्तो राम्रो वक गर्नलाई पनि भयो अनि खाजाहरू खानु पर्यो लामो यात्रामा त थाकेको हुन्छ नि त खाजा खानालाई यहाँ चट्ट बसेर खाजा खाँदा पनि भयो हेर्नुहोस् न यत्रो त ट्रक पार्किङ गर्न पाइयो कि देख्दै हुनुहुन्छ लाइट यो लाइट एकदम कस्तो राम्रो फिल आउँछ क्या आउँदैन यो लाइटमा भन्नुहोस् त मलाई त खुब मनपर्छ त्यस्तै हो आजको भ्लगमा आज यही जानकारी दिएँ मैले यहाँ युएसमै रहनु हुनेलाई त थाहा छँदैछ जो नेपालबाट हेर्दै हुनुहुन्छ उहाँहरूलाई थाहा नहुन सक्छ कतिपयलाई थाहा होला कतिपयलाई नहोला थाहा नहुनेको लागि चाहिँ यो भिडियो अवश्य पनि जानकारीमूलक बन्छ भन्ने मैले आशा गरेकी छु र अर्कोचोटि पनि एउटा यस्तै नयाँ ठाउँ लिएर म आउँछु तबसम्म मेरो च्यानल हेर्दै गर्नु होला एक्सप्लोर विथ प्रतिभा माया गरिदिनु होला अहिलेसम्म हजुरहरूले धेरै माया देखाउनु भएको छ र आशा गर्छु आगामी दिनमा पनि त्यति नै माया देखाउनुहुन्छ होला र यो भिडियो सक्दो सेयर गर्नु होला अहिलेलाई हस्त बाई बाई टेक केयर